दर्शकबिन नमस्कार, स्वागत छ कार्यक्रम विकल्पमा। हिमालय टेलिभिजनमा प्रत्येक बुधबार बेलुका 9:05 मा यो कार्यक्रम यहाँहरूले हेर्न सक्नुहुनेछ। कार्यक्रम विकल्पमा हामीले विभिन्न अल्पसंख्यक समुदायहरूको सवालहरूलाई उठाउने गर्दछौँ। आजको कार्यक्रममा पनि यस्तै विषयवस्तु लिएर आएका छौँ। हेर्दै गर्नुहोला कार्यक्रम विकल्प। दर्शकबिन नेपालमा धेरै पहिलेदेखि नै धर्म, लिङ्ग र जातको आधारमा कुनै पनि व्यक्ति तथा समुदायलाई विभेद गर्नु गैर कानुनी मानिँदै आएको छ। तर पनि हाम्रो समाजमा अझै पनि छुवाछुत, विभेद र शोषण जस्ता विषयवस्तुहरू हट्न सकिरहेका छैनन्। कार्यक्रम विकल्पमा एक रिपोर्ट। पृथ्वीनारायण शाहले नेपाललाई ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र गरी 4 जात र 36 वर्णको साझा फुलबारीको रूपमा चित्रित गरेका थिए। त्यस्तै सन् 1954 को मुलुकी ऐनले पनि तागाधारी, मतवाली, पानी नचल्ने तर छोइ छिटो गर्नु नपर्ने र पानी नचल्ने तर छोइ छिटो गर्नुपर्ने गरी 4 वर्गमा जात जातिहरूलाई विभाजन गरेको थियो। त्यसपछि भएका विभिन्न सुधारहरू तथा कानुनहरूले कुनै पनि जात जातिप्रति लक्षित गरी हुने भेदभाव तथा विभेदलाई गैर कानुनी मानेको छ। जातमा आधारित भेदभावलाई नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले समेत गैर कानुनी मानेको छ। सन् 1963 को मुलुकी ऐनले जात, लिङ्ग तथा धर्मको आधारमा कुनै पनि व्यक्तिलाई विभेद गर्न नपाइने भनी घोषणा गरिसकेको छ। त्यस्तै सन् 1971 मा नेपालले सबै प्रकारका भेदभाव विरुद्धको अन्तर्राष्ट्रिय अभिसन्धिलाई अनुमोदन गरिसकेको छ। जातीय भेदभाव तथा छुवाछुत विरुद्धको अधिकारलाई 2007 को अन्तरिम संविधानले मौलिक अधिकारभित्र समाविष्ट गरेको छ। नेपालको दलित समुदाय जातीय भेदभाव तथा छुवाछुतको मारमा सबैभन्दा बढी परेका छन्। सरकारी आंकडाले नेपाली जनसङ्ख्याको करिब 13% दलित समुदाय देखाए तापनि विज्ञ तथा अधिकार कर्मीहरू सोभन्दा बढी रहेको दावी गर्दछन्। नेपालभरि छरिएर रहेका दलित समुदायहरूभित्रै विभिन्न उपसमूहहरू अथवा उपजातिहरू रहेका छन्। कामी, सार्की आदि जस्ता 5 वटा पहाडी दलित र पासवान, दुसाद, खत्वे आदि जस्ता 17 वटा मधेसी दलितहरू रहेका छन्। आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक रूपमा सदियौंदेखि उत्पीडन, शोषण तथा विभेदको मारमा जीवन बिताउन दलित समुदायहरू बाध्य छन्। विगतका दशकमा भएका प्रजातन्त्रको प्राप्ति अथवा गणतन्त्रको स्थापना अथवा सो पश्चातका अभिमुखी विभिन्न आन्दोलन तथा विद्रोहहरूमा उल्लेख्य योगदान पुर्याए तापनि यो समुदाय अझै पनि पहिले झैं विभेद, शोषण र छुवाछुतको चपेटाबाट बाहिर आउन सकेको छैन। नयाँ नेपाल निर्माण प्रक्रियामा संविधान लेखनका विषयमा, समावेशीकरणका विषयमा, अधिकारका विषयमा धेरै छलफल तथा गोष्ठीहरू भइरहेका छन्। लाहान बजारबाट 1 किलोमिटर उत्तर खुट्टी खोलाको किनारमा रहेका दलित समुदायमा यी विषयवस्तुहरूले कहिल्यै पनि छोएनन्। उनीहरू आफ्नो दैनिकी जीवन बिताउनमै व्यस्त देखिन्छन्। शिक्षा, स्वास्थ्य, अधिकारका कुरा त परै जाउन्, उनीहरूलाई बिहान बेलुकाको छाक टार्न नै मुस्किल परिरहेको छ। कार्यक्रम विकल्पमा यही समुदायको बारेमा एक रिपोर्ट। नयाँ नेपालको नयाँ संविधान लेखिँदैछ। काठमाडौँ बाहिर त्यसमा पनि दलितहरूको बस्तीसित त न त संविधान लेखन प्रक्रियाको कुनै साइनी छ, न त उनीहरूको जीविकोपार्जन र दैनिकीमा सुधार ल्याउन उल्लेख्य प्रयास नै भएको छ। यसैलाई अझ गहिरेर हेर्न हामीले सिराहा जिल्लाको लाहान नगरपालिका वडा नम्बर 9 मा पर्ने लाहान गोठ पुगेका छौं।
लाहान बजारबाट करिब 1 किलोमिटर उत्तरतिर रहेको यो बस्तीमा मुख्यतया पासवानहरूको बसोबास छ। एक सर्वेक्षण अनुसार करिब 35% पासवानहरू भूमिहीन छन्। त्यसैले यिनीहरू प्राय गरी अर्काको मजदुरी गरेर, खोलामा गिट्टी कुटेर, बालुवा चालेर, गाई बाख्रा चराएर र भारतका विभिन्न सहरहरूमा गएर मजदुरी गरेर आफ्नो जीविकोपार्जन गर्दछन्। तराईका अन्य दलित जाति जस्तै पासवानहरू शिक्षाको क्षेत्रमा अत्यन्तै पछाडि परेका छन्। 2058 को जनगणना अनुसार यिनीहरूको जनसङ्ख्या 1,58,525 छ। यो खुट्टी खोला हो। यस खोलाको किनारमा पासवान राम र चमारको बसोबास रहेको छ। ओहीमा से दबाई पुगै छै त पुगै छै, नहीं पुगै छै त कतेक बालो बच्चा मरै छै, बिरा चेतनो के नहीं पुगै छै त मर जाइ छै, कहि के दबाई बिरो नहीं पुगै छै त की करते। या गिट्टी चाल के खाइ छै, खोला में बाढ़ आबै छै त बैठल रहै छै, गरीब छियै। चाले छै असगरते चालैत रहै छै, बाढ़ आबै है दहा जाइ। चैत बैसाख महीना त नहीं दहाय छै, नहीं बाढ़ आबै छै त आजकल बड़ समस्या है छै। बाढ़ महीना बड़ समस्या गरीब के। 3-4 हात जति खोला छ, काट्नेलाई घरलाई बगाइहाल्छ हामीहरूको घर। राति गरी मान्छेहरू कोही पानी परेपछि कोही पनि सुत्दैन यहाँ। यिनी ईश्वरवती पासवान हुन्। श्रीमान, छोरा बुहारी र नातिनी गरी 5 जनाको सानो परिवार छ। उनको जग्गा जमिन केही छैन। खोलाको किनारमा एउटा झुप्रोमा 5 जनाको परिवार बस्दछन्। उमेरले 55 काटिसकेकी यिनी बिहानैदेखि खुट्टी खोलाको किनारमा ढुङ्गा छान्ने काममा व्यस्त हुन्छन्। एक ट्र्याक्टर ढुङ्गा छान्न यिनलाई करिब 15 देखि 20 दिन लाग्छ, जसबाट उनी 1000 रुपियाँ कमाउँछिन्। उनले यो काम गर्न थालेको करिब 10 वर्ष भइसकेको छ। 10 दिन 15 दिन महीना दिन बिछै छी त एक ट्रैक्टर होइ छै, तकरा बेच के तब दालि चाउर लाबै छी, तब धिया पुता खाइ छी। 800 900 होइ छै। 800 900 हुन्छ एक ट्र्याक्टरको। अनि एक ट्र्याक्टर गिट्टी सङ्कलन गर्न, जम्मा गर्न कति समय लाग्छ? महीना सब दिना त नहीं छै, रहै छै गिट्टी। बाढ़ि चलि जाइ छै तब गिट्टिए नहि रहै छै त कथी बेचबै। आब बाढ़ि आबै छै तब बेचै छियै 1 पौआ 8 पौआ। उनी मात्र होइन, उनका छोरा रामकुमार पासवान पनि त्यही खोलाको किनारमा बालुवा छान्ने काममा व्यस्त भेटिन्छन्। 8 कक्षासम्म पढेका उनले यो कार्य गरेको 5-6 वर्ष भइसकेको छ। खेती गर्ने जग्गा जमिन छैन, सबै कुरा किनेर खानुपर्छ। परिवारको गुजारा गर्न उनी यो काममा बिहानैदेखि लाग्दछन्। दिनमा 200 कहिले 300 त्यति हुन्छ दिनको। त्यही अब सबै चिज किनेर नै खानुपर्छ। नुन लिएर तेलसम्म, चामलहरू सबै कुरा, खेती पथारी केही छैन। सुगमवासी हो हामी। त्यस्तै यी ईश्वरवतीका श्रीमान दुखी पासवान हुन्। आफ्नो गाउँको स्थिति देखेर यिनी धेरै दुखी छन्। राज्यतर्फबाट, नेताहरूबाट, विभिन्न सङ्घ संस्थाहरूले धेरै किसिमका आश्वासन दिए तर केही पूरा गरेनन्। उनले आफ्नो दुःखहरू यसरी व्यक्त गरे। अब सबै कुरा भन्छु, घर बनाइदिन्छु, फलान गरिदिन्छु, रहेको बनाउँछ, सबै पैसा दिन्छु, सबै कुरा दिन्छु, सबै गरिदिन्छु। म यो जनतालाई सबै कुरा गर्छु। वरपर के पनि दिएन। नगरपालिकामा आउँछ पैसा, खोजी भर्छ, आफ्नो घर बनाउँछ, कोठा बनाउँछ। यहाँ चोर मान्छे हो, डाका मान्छे हो यहाँको नेताहरू छ। अरू कोही छैन, डाका मान्छे यहाँको छ। ईश्वरवती पासवानको परिवार एउटा उदाहरण मात्र हो।
यस लाहान गोठमा रहेका धेरैजसो परिवारहरूको लागि खुट्टी खोला नै घाँस बाँस कपासको एउटा माध्यम बनेको छ। यी बालबालिकाहरू पनि विद्यालयको पोसाकमै विद्यालय जान छोडी बुबा आमालाई सघाउन त्यही खुट्टी खोलामा एका बिहानै पुग्दछन्। कोही यही खोलाको तिरैतिर झोला बोकेर स्कुल हिँडिरहेका देखिन्छन् भने कोही टाउकोभरि गिट्टी बोकेर हिँडिरहेका छन्। यस्तै छ यहाँका बालबालिकाहरूको अवस्था। अहिले खोलामा बाढी आएको छ, बगाउन सक्छ। यिनीहरूमा डर देखिँदैन। गिट्टी उठाउन व्यस्त छन् यी बालबालिकाहरू। गिट्टी बेचेर स्कुलको लुगा किन्ने धुन छ यी बालिकाको। 200 रुपियाँले के गर्छौ? स्कुल ड्रेस के कपड़ा। हाँ? स्कुल ड्रेस के कपड़ा। कति पैसा कमाउँछौ गिट्टी उठाएर? 200। एक दिनमा 200? 200 को के गर्छौ? कपड़ा लिने। धेरै वर्षदेखि यो समुदायले यसरी नै आफ्नो दैनिकी बिताइरहेका छन्। जुनसुकै व्यवस्था तथा कानुन आए तापनि त्यसले यिनीहरूलाई कहिल्यै छुन सकेन। बाल अधिकारको नाममा सहर र राजधानीमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवसहरू कयौं पटक मनाइए, तर यहाँका बालबालिकाहरूलाई त्यसले केही पनि दिन सकेन। राजधानी र त्यसमा पनि यही लाहान बजारमा संविधान लेखन, समावेशीकरण र अधिकारका नाममा छलफल र गोष्ठीको ओइरो लागिरहेको बेलामा यहाँका यी दलितहरू अझै पनि घाँस बाँस र कपास लगायतका न्यूनतम आधारभूत आवश्यकताको पूर्ति कसरी गर्ने भन्ने चिन्तामै जीवन व्यतीत गरिरहेका छन्।